नमस्ते। आजको प्रश्न यस प्रकार रहेको छ, व्हिच अफ द फलोइङ एसिड युज इन द स्क्रिनिङ अफ सर्भिस क्यान्सर। सर्भिस क्यान्सरको स्क्रिनिङको लागि चाहिँ कुन हामी एसिडको चाहिँ प्रयोग गर्छौँ भनेर चाहिँ भनिएको छ। अब यसमा चाहिँ अप्सन चाहिँ एसेटिक एसिड, साइट्रिक एसिड, ल्याक्टिक एसिड वा अल अफ द एबभ। यसको एन्सर के हुन्छ होला? यसको एन्सर चाहिँ के हुन्छ हैन? एसेटिक एसिड है। यो सर्भिस क्यान्सरको लागि स्क्रिनिङको लागि प्रयोग गर्ने भनेको एसिड चाहिँ एसेटिक एसिड हो भनेर बुझ्नुपर्छ। अब यसको चाहिँ कसरी युज हुन्छ, अब यसको चाहिँ एक्सप्लेनेसन हेरौँ अनि थाहा हुन्छ। पहिला त हामी यो बुझौँ सर्भिस क्यान्सर के हो भन्ने कुरा। सर्भिस क्यान्सर भनेको हामीले त यसरी बुझ्नुपर्छ कि एनी अनवान्टेड ग्रोथ अफ cell and tissue in the cervix is called cervix cancer. पुनः तो cervix cancer भनेको के हो? It is one of the most common cancer in female, especially कहाँ त? डेभलपिङ कन्ट्री है। हामी जस्ता डेभलपिङ कन्ट्रीहरूमा अधिकांश देखिने चाहिँ क्यान्सरहरूमध्ये महिलामा चाहिँ देखा पर्ने एउटा क्यान्सर यो पनि रहेको छ। ठीक छ। पुनः त यो चाहिँ हामीले चाहिँ सर्भिस क्यान्सरको बारेमा चाहिँ थोरै कुरा अझै बुझ्ने हो भने के बुझ्नुपर्छ भने आखिर यो कसले गराउँछ हैन? यो सर्भिस क्यान्सर चाहिँ गराउने चाहिँ केले हो त? अब यो सर्भिस क्यान्सरको तपाईले चाहिँ मोस्ट कमन काउजेस है, यसको मोस्ट कमन काउजेसलाई हेर्ने हो भने हामीले के भन्नुपर्छ? एचपीभी भाइरस है, ह्युमन पेपिलोमा भाइरस। हुन त यसको पनि मोर देन 2000 स्पेसिसहरु छन्। धेरै प्रजातिहरुको भए तापनि 16 नम्बर र 18 नम्बरको स्पेसिस भनेको चाहिँ के हो? टु मच रिस्पोन्सिबल है। अब अर्को हामीले बुझ्नुपर्छ सर्भिस क्यान्सरको मोस्ट कमन साइट कुन हो? यदि एक्जाममा सोध्यो भने मोस्ट कमन साइटलाई हेर्ने हो भने यो सर्भिसको चाहिँ बाहिरी भागमा देखा परेको हुनाले यसलाई हामी इक्टोसर्भिक्स भन्छौँ। मोस्ट कमन साइट यदि सोधिरहेको छ भने के भन्नु होला त? इक्टोसर्भिक्समा चाहिँ बढी मात्रामा चाहिँ देखा पर्छ। यसको तपाईले चाहिँ मेन क्लिनिकल फिचर तपाईले सोध्यो भने के भन्नुहुन्छ? सर्भिस क्यान्सरको मेन क्लिनिकल फिचर, यसको मेन क्लिनिकल फिचर चाहिँ अनवान्टेड भेजाइनल ब्लिडिङ है। अनावश्यक चाहिँ के हुन्छ? त ब्लिडिङ चाहिँ भेटिन्छ र अर्को भनेको फल स्मेलिङ डिस्चार्ज चाहिँ हुँदो रहेछ। यो चाहिँ मेन चाहिँ फिचर रहेको छ। यदि अर्को तपाईले सोध्न सकिन्छ कि यसको रिस्क फ्याक्टर चाहिँ कुन हो त? यदि सर्भिस क्यान्सरको रिस्क फ्याक्टरलाई तपाईले चाहिँ हेर्ने हो भने यसको हामीले चाहिँ के याद राख्नु पर्ने हुन्छ? पहिलो नम्बरमा सम्झनु होला सर्भिस क्यान्सरको चाहिँ रिस्क फ्याक्टरमा के त है? मल्टिपल प्रेग्नेन्सी, बारम्बार चाहिँ कोही गर्भवती भइरहेको छ भने यो पनि रिस्कमा छ। अर्को भनेको चाहिँ के छ भने इयरली म्यारेज, कम उमेरमा बिहेबारी गरेर चाहिँ बच्चा जन्माउनु पर्यो, यो पनि रिस्कमा छ। अर्को भनेको चाहिँ के हुन्छ? लो सैनिटेशन इन जेनाइटल एरियाको चाहिँ सैनिटेशन चाहिँ राम्ररी नहुँदाखेरि यो पनि रिस्क फ्याक्टरमा छ। अर्को भनेको चाहिँ नो भ्याक्सिनेसन अफ एचपीभी, यदि एचपीभी को चाहिँ भ्याक्सिन नलागेको महिला पनि चाहिँ के छ त? यो सब चाहिँ यसको चाहिँ रिस्क फ्याक्टरमा छ। क्लियर छ? अब हामीले चाहिँ के बुझ्नु पर्छ भने यहाँसम्म क्लियर छ है साथीहरु? ल अब यसको चाहिँ टेस्ट हामीले बुझौँ हैन कि यो सर्भिस क्यान्सरको पत्ता लगाउनको लागि हामी कुन टेस्ट चाहिँ गरिन्छौँ त हैन? यसको टेस्टलाई हेर्ने हो भने हामीले कुन टेस्ट गर्छौँ त? टेस्ट भनेको दुईटा हुन्छ। सर्भिस क्यान्सरको टेस्ट दुईटा हामी गर्छौँ, जसलाई हामीले एउटालाई भन्छौँ स्क्रिनिङ टेस्ट र अर्को हामी भन्छौँ के? कन्फर्मेटरी टेस्ट।
है एउटा स्क्रिनिङ टेस्ट र अर्को कन्फर्मेटरी टेस्ट हुन त सर्भिस क्यान्सरको स्क्रिनिङ टेस्ट पनि दुईटा हुन्छ है एउटा चाहिँ के हुन्छ है भिया टेस्ट भिआइए अर्को चाहिँ प्याप टेस्ट वा प्याप स्मियर टेस्ट पनि हामी भन्ने गर्छौँ भिया को अर्थ चाहिँ के हुन्छ त भिजुअलाइजेसन अफ एस है भिजुअल inspection of एसिटिक एसिड है जुन एक्जाममा यही सोधेको छ एक क्वेशनमा यही सोधेको छ कि कुन एसिडको प्रयोग हुन्छ त यही एसिटिक एसिडको चाहिँ यसमा चाहिँ प्रयोग गरिएको छ अर्को चाहिँ पप स्मियर भनेको चाहिँ यसको अर्को पनि नाम छ थाहा छ पप स्मियरको अर्को नाम चाहिँ के छ पेपिनो हैन पेपिनी पुलाउ टेस्ट पनि यसको अर्को नाम छ अब एक्जाममा तपाईले सोधिन्छ यो दुईटै मध्ये सबैभन्दा बढी प्रयोगमा आएको स्क्रिनिङ टेस्ट कुन हो त यो पप स्मियर भनेको यो मोस्ट पपुलर स्क्रिनिङ टेस्ट क्लियर छ यो भनेको चाहिँ के हो त सुटेबल फर यदि नेपालको लागि सोधिरहेको छ वा त अर्बन एरिया शहरी बजारतिरको सोधिरहेको छ भने सबैभन्दा बढी प्रयोगमा आएको स्क्रिनिङ टेस्ट भनेको प्याप स्मियर टेस्ट हुन्छ तर यो सोध्न सक्ने भनेको रुरल एरियाको लागि वा रिमोट एरियाको लागि रुरल एरिया रिमोट एरिया वा दुर्गम ठाउँमा चाहिँ प्रयोग गर्ने चाहिँ स्क्रिनिङ टेस्ट कुन हो त भिया टेस्ट चाहिँ सम्झिराख्नु क्लियर छ अर्को कन्फर्मेटरी टेस्ट हामी चाहिँ के भन्छौँ बायोप्सी यो भनेको चाहिँ के हो मोस्ट कन्फर्मेटरी टेस्ट फर सर्भिस क्यान्सर क्लियर छ यहाँसम्म अब यसमा पनि तपाईले कहिलेकाहीँ क्वेशन के सोध्न सकिन्छ भने कि सर्भिस क्यान्सरमा गरिने स्क्रिनिङ टेस्ट कहिले गर्ने त यदि तपाईले चाहिँ यसको टाइमिङ सोधिरहेको छ भने कतिखेर गर्छौ त याद राख्नु होला हामीले चाहिँ 21 वर्ष पारी भइसके पछाडी एभ्री 3 इयर इन्टरभल हरेक चाहिँ 3-3 वर्षको अन्तरालमा चाहिँ गरिराख्यो भने हामी सर्भिस क्यान्सरको के गर्न सक्छौं इयरली डिटेक्सन गर्न सक्छौं बाइ द वे यदि तपाईले सोधिन्छ एचआईभी लागेको मदरलाई चाहिँ सर्भिस क्यान्सरको टेस्ट कति वर्षको अन्तरालमा गर्नुपर्छ त हरेक वर्षको अन्तरालमा गर्नुपर्छ एभ्री इयर इन्टरभल है केही कन्डिसन छैन भने 3-3 वर्षको अन्तरालमा गर्ने यदि एचआईभी वा एड्स लागेको आमालाई सोधिरहेको छ भने हरेक वर्षको चाहिँ अन्तरालमा गर्नुपर्छ किनभने यसमा चाहिँ टु मच हाई रिस्क हुन्छ क्लियर छ अर्को तपाईले सोध्न सकिन्छ स्क्रिनिङ टेस्टको लागि एउटा प्रयोग गर्ने इन्स्ट्रुमेन्ट हुन्छ त्यो कुन इन्स्ट्रुमेन्टको लागि प्रयोग गरिन्छ वा स्याम्पल निकालिन्छ त एरेज स्पेकुलम AREYES एरेज स्पेकुलमको चाहिँ हामी चाहिँ के गर्छौं स्पेकुलमको चाहिँ इन्स्ट्रुमेन्टको प्रयोग गरेर हामी चाहिँ के गर्छौं यसको स्क्रिनिङ टेस्ट गर्छौं यहाँसम्म क्लियर छ है साथीहरु अर्को तपाईले सोध्न सकिन्छ त्यसो भए यसबाट चाहिँ बचाउने चाहिँ बेस्ट उपाय कुन हो यदि सर्भिस क्यान्सरबाट बचाउने बेस्ट प्रिभेन्टिभ मेजर सोध्यो भने के भन्नुहुन्छ बेस्ट प्रिभेन्टिभ मेजर तपाईले सोध्यो भने के भन्नुहुन्छ त यसको बेस्ट प्रिभेन्टिभ मेजर भनेको एचपीभी भ्याक्सिनेसन सबैभन्दा राम्रो यो हुन्छ अर्को भनेको चाहिँ के हुन्छ अवेयरनेस प्रोग्राम हामी चाहिँ के गर्छौं टोलमा बस्तीमा समुदायमा के गर्नुपर्छ हैन अब तपाईले चाहिँ एचपीभी को चाहिँ टार्गेट एज सोध्न सकिन्छ कसलाई दिने त एचपीभी को टार्गेट एज भनेको चाहिँ हामीले स्पेशली त फिमेललाई दिन्छौं र फिमेलमा पनि चाहिँ को त स्कुलिङ छ हैन स्कुल गइरहेको छ भने 6 देखि 10 क्लासको चाहिँ हैन फिमेललाई दिन्छौं नन स्कुलिङ छ भने हैन जो स्कुल गइरहेको छैन त्यस्तो चाहिँ फिमेललाई हामी के गर्छौं 10 देखि 14 वर्षको चाहिँ हैन फिमेललाई चाहिँ हामी दिने गर्छौं है यति कुरा हामीले सर्भिस क्यान्सरबाट हैन सोध्न सक्ने वा सोधिएको प्रोबेबल क्वेशनहरु यस प्रकार चाहिँ रहेको छ है त यसमा केही कन्फ्युजन छ भने कमेन्ट गर्नु होला हुन्छ